74 4 को जनतालाई यहाँ यति धेरै जनता हुनुहुन्छ उहाँलाई बाचा कसम गर्नुस् कि तपाईले जितेपछि पहिलो एउटा काम इम्पोर्टेन्ट काम के गर्नुहुन्छ यहाँको पहिलो काम मेरो सुन यहाँको मेन समस्या के छ मेन समस्या भनेको यहाँ समस्या धेरै छ तँ ट्र्याक्टर चलाउने मान्छेको पीडा चलाउने मान्छेलाई थाहा हुन्छ नि मैले पनि त्यो पीडा बुझेको के कति गाह्रो हुन्छ गाडी चलाउनु भन्ने देशमा तराईमा यसको महत्त्वपूर्ण काम गर्छ महत्त्व छ हुन त केही वर्ष अगाडिदेखि नै मैले के भन्ने गरेको थिएँ भने 99% म राजनीतिमा लाग्दैन जिन्दगीमा केही भएर कुनै कारणवश राजनीतिमै नै लाग्नु पर्यो भने लाग्छु त्यो चान्स चाहिँ 1% छ भनेको 1% ले जित्यो हामी माहौल बुझ्दैछौँ तपाईको हिसाबले के छ नाम भन्दिनु मेरो नाम नारायण अर्याल हो म पहिला नेपाली काङ्ग्रेस हो अहिलेसम्म नि हो आज भोट नआउनु छैन हो भोट हाल्ने होइन यो कुन हगाई हो रे दादा कुन हगाई हो यो चीटिंग करता है तू खुशी एकदम खुशी खत्म पहिले के गरे रुला दिया आपने एक आदमी में इतना टैलेंट कैसे होता है नॉनलाइज छस् त तिमी जस्तो हो त महिना दिनमा नुहाउने मेरो त 28-29 दिन भयो कि जिउ चिलाइहाल्छ आजकल तिमी जस्तो राम्रो केटी नै पाइँदैन हाम्री आमा त स्याम्पल पिसै हो नि कहाँ भेटेछन् कुनै हाम्रा बाले त्यसको असर मलाई सोच परिरहेछ यहाँ फेरि बिहाको कुरा ननिकाल है आमा तिमीले बासँग चाँडै बिहा गरेर के पायो भन त तलाई पाइन तलाई तिमीले हात दिनु सिकायौ अब म यो ब्यानर कसरी च्यात्ने त्यो सिकाउँछु एक्सक्यूज मी नेपालीमा भन अंग्रेजी बुझ्दिन युवा हुनुहुन्छ भाइ के भन्नुहुन्छ तपाईहरु ओलीलाई मर्यो भने मासु खाइदिने हो सर एक भोट यहाँ फोटो खिच्ने एक भोट हामीले जाँदाखेरि उसले भोट दिने जिताउने हामीले नचाहिँ कुरो सुन्ने कहाँको नेता आउँछ आउँछ त अगाडि त पढ्ने गालैमा हालिदिन्छु तब भोट हाल्छु I got broads in Atlanta, just to lean the family, credit cards and the scammers. मेरो उम्मेदवारी गौतम जिल्लावासीको एउटा सपना छ युवा पुस्ता सम्मले उहाँलाई देखिए 3 नंबर खुशी 3 नंबर क्षेत्र के ढाप ढूप के बना दली पर्व चौगो छ वही पार्टी से लड़े जाए हो जाए खुशी चेंज करेगा पॉलिस क्षेत्र के परिवर्तन मेडिकल कॉलेज टेक्निकल कॉलेज इनकारा 5 फैक्ट्री एरिया में लगावे के लेकर विदेश जाओ होता है पहिले के गर्यो के पार्टी में खड़ा भेजे वाह क्या एक्टिंग कर रहा है क्या याद करब तपाईको श्रीमतीको गुनासो छ तपाई त घरमा टाइम नै दिनुहुन्न अरे हेर्नुस् यस्तो बेलामा त झन् धेरै टाइम दिनुपर्छ डाक्टर साहब अब त तपाईले टाइम दिनु हो तपाईहरुको काम हो मेरो काम त सिद्धिहाल्यो नि 2 पैसाको आम्दानी छैन
तल्ला घरको गोकर्णी अस्ति मात्र मलेसिया गएको 2 लाख पठाइसक्यो रे त्यसको स्वास्नी 5000 को रातो साडी लाएर लरक लरक पार्दै हिँडेकी छ तिमीले देखेछौ हो र कहाँ हिँडेको नि खाना छोडेर त्यसको सारी हेर्न जान लागेको नि तिम्रो डायलग साइलग केही छैन के मुन्टो मात्रै हल्लाउने हो त्यो त हो तर मैले अहिलेसम्म आमाको एक्टिङै गरेको छैन तिमीलाई मैले बिहेमा एकछिन आइदेऊ भन्या हो बच्चै पाइदेऊ भन्या हो र बाय बाय टाटा गुड बाय गया तेरो यो बानीले गर्दाखेरि सबै साथीहरूले मलाई जेटी जेटी भन्छन् के हो यो जेटी सेटी भनेको जोइटिङ रे भन्या नि मनमा चाहिँ के लागेछ मनमा अब अलिकति परिवर्तन गर्नुपर्छ कि भन्ने चाहिँ छ त्यो परिवर्तन चाहिँ अब माटोमा हो कि माटोमा जाँदैन किन अनुहारै बिगार्नु होइन माटोको मान्छे मुख्य मान्छे नै माटै जतिकै छन् क्या प्रधानमन्त्री क्षेत्रको लागि त धेरै गर्नु के गर्यो त्यो मुलाले एउटा यो अग्लो टावर हालिदियो त्यो टावरको कामै छैन अब यो बाटोघाटो भनेको नगरपालिका ठाउँमा कुकुर बिरालो इन्द्रचन्द्र सेमी हरिजो आयो भने बनाउने हो यहाँका इतिहास हेर्नुहोस् यति छोटो अवधिमा संहिता कार्यान्वयन कुनै पनि मुलुकमा भएको छैन संहिता भनेको त माइखाइ भाँडो हो तपाईहरु होइन तपाईले लगाउने गाडी चढ्ने अनि तपाई निवासमा बस्छ तपाईहरुको मात्रै हैन संहिताले के गर्यो भन्नु देशमा विकास कहाँ गर्यो मलाई देखाउनु तपाई मुख्यमन्त्री भएपछि तपाईले गरेको विकास 1 2 3 भन्नुस् संहिता तपाई ल भन्नु साथ ऋषिजी चिच्याएर नबोल्नुहोस् मेरो कुरा तपाई आफै तपाईको कुरा के गर्नु भन्नुस् ल भन्नु 1 2 3 भन्नु विकास के भन्नु पर्छ भन्नु विकास कुन कुरा भन्नु पर्छ विकास है तपाईले के गर्नु भन्नुस् न तपाई हैन है भन्नुस् न मलाई के देखाउनु मलाई देखाउनु पर्दैन मुख्यमन्त्रीले मलाई प्रश्न सोध्नु जनतालाई भन्नु तपाई जनताको मुख्यमन्त्री मैले 7 वर्षमा सरकारले कति काम गर्यो भने जनतालाई बाँड्छ तपाईलाई दिनु पर्दैन तपाईलाई दिन्न तपाईको जवाफदेही तपाईलाई दिन्न है तपाईलाई दिन्न हैन तपाईले माग गर्नु देशको मुख्यमन्त्री यसै तपाईलाई हाम्रो देशमा गण्डकी प्रदेशबाट निर्वाचित भएर यतिखेर जसरी हामीले प्रदेशको कुरा गरिरहेको छौँ प्रदेश सांसद राजीव गुरुङ हाम्रो बिचमा हुनुहुन्छ तपाईँ म जनता जान चाहन्छन् कार्यक्रम स्वागत गर्न चाहन्छु नमस्ते थ्याङ्क तपाईँ अपराधी हो गुण्डाहरूलाई तल आउनु त नेपाल प्रहरी नै हो नि राजीव गुरुङ कसरी तल हासल एउटा जेल हालेको छ तपाईँ भन्नुहोस् एउटा गतिलो मान्छेलाई थुनेको देखाउनुहोस् तपाईँलाई लगेर थुन्यो टिकटकबाट मैले कमाएको भिडियो बनाएर कमाएको होइन त मैले त बिजनेस गरेको छु टिकटक बनाएर मैले बिजनेस गरेको छु नि त हो त्यसो भए त हामी गएर अरूको देशमा गएर नगद पैसा होइन तपाईँको पेट पालन पोजिटिभ साइड हाम्रो देशमा 3 जना अत्यन्त लोकप्रिय आफ्नो क्षेत्रमा ख्याति प्राप्त कलाकार हुनुहुन्छ म जनताका प्रिय कलाकार लोकप्रिय कलाकार किरण केसीजीलाई स्वागत गर्न चाहन्छु नमस्कार यसपटक नेपाली जनता सबै ढल्यो सबै कोही हिमालतिर गीतमा मस्त छ हिमालतिर यसो गर्दा ढल्नु भएको छ कोही अब पहाड तराई देश विदेश 30 दशैं अब सबै पल्ला गरी साइलोले कसरी ढलायो मलाई बताउनु